म मरेको बेला। हेर्नु साथी, यो चाहिँ झलुङ्गे पुल, यो काली गण्डकी, तल काली गण्डकी देख्न सक्नुहुन्छ। हामी अहिले ठ्याक्कै पर्वत जिल्ला क्रस गरेर अब गुल्मीतिर प्रस्थान गर्दैछौँ। यो काली गण्डकी पुल हो। यहाँबाट पहिला यो नदीमा पहिला स्टिमरहरू चल्ने थियो, वहाँ मिर्मी काली गण्डकी जलविद्युत योजनासम्म। अहिले चाहिँ यो सडकले गर्दाखेरि यो चाहिँ स्टिमरहरू विस्थापित भइरहेका छन्, अहिले चलिरहेको छैन। मैले देख्दिनँ यहाँ स्टिमरहरू चलेको। यो चाहिँ काली नदी उताबाट आउनुभएको छ भने काली गण्डकी यता तलतिर जानुभएको छ। यिनै काली नदी चाहिँ काली गण्डकी रामदीमा पुग्नुहुन्छ। रामदीबाट यो काली गण्डकीको सङ्गम स्थल देवघाटमा गएर मिसिनुहुन्छ। यो चाहिँ एकदम धार्मिक स्थल, पर्यटकीय स्थलले एकदम भरिपूर्ण छ, प्रसिद्ध स्थान हो सेरीबेणी। यो ठाउँमा चाहिँ आउनुहोला, भ्रमण गर्नुहोला। यो ठाउँको विषयमा तपाईँहरूलाई के कस्तो लाग्छ त्यस्तै कमेन्ट र प्रतिक्रियाहरू दिनुहोला। हस्त नमस्कार।